हाम्रो सांसद आरएन राईले विगतमा उहाँ अर्कै दलमा हुनुहुन्थ्यो भन्ने मैले जानकारी पाएको छु। कुनै बेला फेरि स्कुलिङ रहेछ कि अब अहिले पनि 30 वर्ष पुग्दै हुनुहुन्छ। उहाँ आजभन्दा 10-15 वर्ष पहिला अलि सानै हुनुहुन्थ्यो। त्यो सानो उमेरमा उहाँलाई कोही कसैले त्यो खालको स्कुलिङ गर्नुभएछ। त्यो स्कुलिङले गर्दा हो हैन। हरेक कुरा त स्कुलिङ हो। हाम्रो सानो नानीहरूलाई हामीले अमेरिका लग्यौँ भने ऊ इङ्ग्लिस बोल्ने हुन्छ, दिल्ली पुऱ्यायौँ भने हिन्दी बोल्ने हुन्छ, चाइनिज लग्यौँ भने ऊ त चाइनिज बोल्न थाल्छ भने जस्तो एभ्रिथिङ इज स्कुलिङ। उहाँले कुनै बेला केही भन्नुभएको रहेछ, त्यो वाक्य म यहाँ दोहोऱ्याउन चाहन्न। त्यो वाक्यलाई लिएर हैन अहिले श्रम संस्कृतिलाई केही मानिसहरूले कस्तो हो कि के हो भन्दै हुनुहुन्छ होला। अब हाम्रो आरएन भाइ त्यो दलमा हुनुहुन्न है। सङ्गत गुनाको फल हुन्छ, सङ्गत गुनाको बहिन्छ। हामी तास खेल्ने मान्छेको सङ्गत गऱ्यौँ भने तास खेल्न थाल्छौँ, जाँड खाने मान्छेको सङ्गत गऱ्यौँ भने जाँडै खान थाल्छौँ होइन। घुम हिँड्ने मान्छेको होइन तपाईँको चाहिँ नि सङ्गत गऱ्यौँ भने हामी पनि घुमफिर मात्रै गर्छौँ। अहिले उहाँ हर्क साम्पाङको सङ्गतमा हुनुहुन्छ होइन। त्यो जेन्जी उमेरमा, सानो उमेरमा उहाँलाई कसले के बोल्न लगायो, के बोले होइन। उहाँ सुध्रिन पाउनुपर्छ, सुध्रिने अनुमति उहाँलाई दिनुपर्छ नेपाली समाजले। उहाँले सांसदको रोस्टममै पनि उभिएर माफी माग्नु भएको छ। त्यसले गर्दाखेरि उहाँलाई कुन समयमा कसले के बोल्न लाग्यो भन्ने कुरालाई लिएर श्रम संस्कृतिलाई गाली गर्नु सर्वथा गलत हो। किनभने मैले अघि भने उहाँ अरूकै सङ्गतमा हुनुहुन्थ्यो, अरूकै भाषा बोल्नुहुन्थ्यो। अहिले उहाँ हर्क साम्पाङको सङ्गतमा हुनुहुन्छ। हर्क साम्पाङकै भाषा उहाँले बोल्नुपर्छ, बोलिराख्नु भएको छ। र त्यसलाई त्यत्रो ठुलो इस्यु नमान्नका लागि पनि म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। अन्त्यमा यहाँहरू सबैजनालाई यो समय दिनुभयो। असारको महिना छ, यसरी साउनको महिना छ, खेतीपातीको महिना छ, टाढा टाढाबाट हामी आएका छौँ। यहाँहरू सबैजनालाई हार्दिक सम्मान गर्दै, हार्दिक धन्यवाद दिँदै र यो आयोजना गर्नुहुने हाम्रा पठानजी लगायतका सम्पूर्ण टिम होइन, यहाँ मैले सबैको नाम उच्चारण गरिनँ होइन। उहाँहरू सबैजनालाई हृदयदेखि धन्यवाद दिँदै मेरो भनाइ यहीँ राख्दछु। नमस्कार छ, सबैको जय होस्।